फुलले झुक्क्यायो महालक्ष्मी लान्छु भनेर यहाँ कहाँको जङ्गलमा लिएर आइपुग्यो यत्रो जङ्गलमा घनघोर जङ्गलमा कहाँ ल्याइपुर्याएर आएको मनेले मलाई फुलचौकी जाने के अरे महालक्ष्मी जानेलाई छिटाउनु भनेर यस्तो जङ्गलमा पानी परेको छ बाटो पनि चिप्लो चिप्लो छ पुरै घनघोर जङ्गल म भरे फर्किन्छु चिप्लो जस्तो लाग्यो यो चाहिँ पुरै यस्तो अफरोड रहेछ कहाँसम्म अफरोड छ अलि तलसम्म त अघि पिच बाटो नै थियो यहाँबाट सबै अफरोड छ पहिलो चोटिको अफरोडको यात्रा कहाँसम्म हो यो अफरोड सायद माथि डाँडासम्म नै होला फुलचौकी आउने आदि बाटो चाहिँ राम्रै छ सबै पिच छ भाइरल रोड पिच नै छ यहाँभन्दा माथि चाहिँ अफरोड रहेछ कहाँसम्म हो त्यो थाहा छैन हेर्दै जाउँ कहाँसम्म पुग्दो रहेछ त्यही त म पहिलोचोटि स्कुटी लिएर हिँडेको यसलाई दामी भन्छन् फुल अब माथि हामी डाँडा निस्किन लाग्यौँ आइपुग्नु भएन पानी आउन लाग्यो पुरै अन्धकार छ यिनीहरू कहाँसम्म पुगेर फर्केर छन् सोध्नु पर्थ्यो नि बाटो नि बिग्रेको हुनसक्छ तपाईँ ड्राइभर के अरे गाइडर हुनुहुन्छ मलाई के चिन्ता भनेर तपाईँ गाइडर भएपछि मलाई चिन्ता हुन्छ है यहाँ चाहिँ पुरै अब चिप्लो रोड छ मनु चाहिँ गइरहनु भएको छ कस्तो छ अब अफरोड पुरै माथिबाट पहिरो आएको छ त्यसरी आँट गरेर हिँडिरहेछौँ हेरौँ डाँडामा पुग्न कति टाइम लाग्छ हो अझै थाहा छैन यो फुलचौकी भन्ने डाँडो पहिलोचोटि आएको फर्किनु माथि जान सक्दैन होला ठेल्नुपर्छ मनु ठेल्नुपर्छ बाटोको बिजोक साथीको स्कुटी चाहिँ फस्यो अब त्यहाँ हेल्प गरिदिनु भयो बाइकमा आउने साथीहरूले यस्तो बिजोक छ बाटोको चाहिँ अब मेरो पालो हुस्सो लागेर पुरै अन्धकार भयो बाटै नदेख्ने भयो त यो के अरे बाटै नदेख्ने भयो त हुस्सो के तुवालो ओ माय गॉड पुरै बाटै नदेख्ने भयो हुस्सो लागेर अन्धकार मेरो त हेडलाइटै छैन हेर्नु त हेडलाइटै छैन मेरो म फर्किँदा नजाउँ भन्दा माथि भरे गौँडे लगाएर भरे फर्किने बेला गाह्रो हुन्छ जान मात्रै भए त जाइकर जानु हुन्थ्यो फर्किनु नि पर्छ फेरि पानी आयो त पानी पर्यो
थाहै छैन हामी पनि त्यही सोध्दैछौँ पहिलोचोटि आएको सबै यस्तै हो कि अन्त माथि बाटो म त स्कुटी यहीँ राखेर जान्छु बरु हिँड्दै म भरे फर्किन सक्दिनँ अब हामी रेनकोट लाउँछौँ पानी पर्न थाल्यो हो अन्धकार छ फेरि केही देख्दिन अन्धकार छ फेरि केही देख्दिन यस्तो अँधेरो हिँडेर जाने भए चाहिँ जाऊँ यस्तो अँधेरो छ पानी परेर झन् गाह्रो हुन्छ मासतिर गयो भने गन्देउला कस्तो गनाएको गेडेउला कति धेरै गेडेउला जानी मासतिर झन् अप्ठ्यारो होला कि नजाउँ फेरि अर्कोचोटि पानी नपरे बेलामा पछि अहिले त पुरै बाटो यस्तो अप्ठ्यारो छ हेर्नु हिँड्दै जाने हिँडेर जाने भए जाऊँ कति टाढो तपाईँ पहिला जानुभयो होइन अब हामी यहाँबाट हिँडेर जाने कति आधी घन्टा के लाग्दैन फर्क्यौँ नजाउँ पानी पर्यो फर्क्यौँ मेरो ठिक छ पानी पर्यो असिना छर्यो के साह्रो रहर लागेको यस्तो यो पानीमा भिजी पख्नु